तपाईँहरूमध्ये अधिकांशले बीबीसीले बनाएको जेनजी आन्दोलन सम्बन्धी भिडियो डकुमेन्ट्री सामग्री त पक्कै हेरिहाल्नुभयो होला। उक्त भिडियो सामग्री हेरिरहँदाखेरि को व्यक्ति मारिए, तिनलाई कस्तो अवस्थामा गोली लागेको थियो र तिनले उक्त समयमा कस्ता हिंसात्मक गतिविधिहरू गरेका थिएनन् भनेर स्पष्ट रूपमा देखाइएको छ। र मरेका मध्ये अधिकांशलाई गोली लाग्नुमा उनीहरूको कुनै पनि गल्ती छैन अथवा चाहिँ नि उनीहरूलाई गोली हान्नुपर्ने कुनै पनि आधार छैन भन्ने जस्तो गरी देखिएको छ। त्यो भिडियो हेरिरहँदा के कुरा स्पष्ट भयो भन्दाखेरि जो पनि गोली लागेर मरे तिनीहरूबाट कुनै हिंसात्मक गतिविधि भएको देखिँदैन। आन्दोलन भएको भदौ 23 गते हो। माइती घरबाट अगाडि बढ्दै जाँदाखेरि एभरेस्ट होटल अगाडिको ब्यारिकेडमा पुगेपछि आन्दोलन उत्तेजित भएको थियो र संसद भवनतर्फ अगाडि बढ्दै थियो र पुलिसले पब्जी स्टाइलमा टाउकोमा ताकी ताकी गोली हानिरहेको थियो। यी सबै भइरहँदाखेरि त्यति बेला धोती र टोपीसँग भागेका सरकारमा आसीन पार्टीका व्यक्तिहरूले नैतिक रूपमा जिम्मेवारी लिएर सत्ताबाट बहिर्गमन हुनुपर्ने अवस्थामा उल्टै त्यो त विदेशी शक्तिको विदेशी दलालहरूले अथवा चाहिँ नि फलानु पार्टीले गरेको षड्यन्त्र हो भनेर आफै चुनावमा उठेर प्रधानमन्त्री बन्छु भन्दै हिँडिरहेका छन्। जेनजी आन्दोलनको औचित्य के थियो त? त्यो आन्दोलन केवल त्यो सरकारलाई सत्ताबाट हटाएर फेरि त्यही सरकारलाई चुनावबाट प्रधानमन्त्री बनाउनु थियो त? उक्त भिडियोको लिङ्क तल कमेन्टमा पनि दिनेछु, कृपया गएर भिडियो हेर्नुहोला। अन्तिममा एउटा सामान्य कुरा भन्न चाहन्छु, त्यस्तै व्यतिथि विरुद्ध आन्दोलन गरिरहँदाखेरि उक्त आन्दोलनमा गोली खाएर मर्ने तपाईँका छोराछोरी नहुन् र त्यही व्यक्ति सरकारमा नहोस्। यो आन्दोलन त्यही सरकार दोहोऱ्याउनको लागि भएको होइन, त्यति कुरा बुझ्नुहोस्।